हेलो साथीहरू सबैमा गुड मर्निङ। अनि के छ हजुरलाई, के छ कसो छ? म एकदम ठिक छु। अहिले चाहिँ यो मुगु जिल्लाको मुरमा गाउँबाट हजुरहरूलाई सबैलाई स्वागत छ। अहिले चाहिँ हामी चाहिँ मुरमा टप भन्ने ठाउँमा गइरहेछौँ। त्यहाँनिर म त्यहाँ गएपछि राराको भ्यू हेर्न। यो चाहिँ हाम्रो सेकेन्ड डेको हो। दाइ चाहिँ पछाडि आउँदै हुनुहुन्छ। म चाहिँ मेरो चाहिँ पुरै हाइकिङ चलिरहेछ। देख्न सक्नुहुन्छ बाटोको अवस्था यस्तो छ। बाटो उकालो भएकोले गर्दाखेरि सास बढिरहेछ। हेर्दै गर्नु होला साथी। ल साथीहरू, बाटोको अवस्था यस्तो छ, हेर्न सक्नुहुन्छ। घोडा हेर्नुहोस्। ओहो, यो कहाँबाट लिएको भाइ? कता लागेको? हेर्नुहोस्। ओहो, यहाँले ओह्रालोमा घोडालाई हेर्नुहोस्। ओहो, ओह्रालोमा घोडाहरूलाई पुरै लखेटेर लैसक्नु भएको छ। देख्न सक्नुहुन्छ बाटोको कन्डिसन यस्तो छ, हेर्न सक्नुहुन्छ। अब म चाहिँ हिँड्न सक्छु भनेर म चाहिँ घोडा नचढिकन हिँडेर म अहिलेसम्म यहाँसम्म चाहिँ आइसकेको छु। अब इनकेस अब हिँड्न सकिएन भने चाहिँ अब घोडा मगाएर यहाँदेखि जाने अघि अब जहाँबाट हुन्छ त्यहाँबाट जाने कुरा भएको छ। दाइ चाहिँ अलिक हिँड्न सक्नुहुन्न र त्यही भएर दाइलाई चाहिँ तलैबाट घोडामै चढेर आउँदै हुनुहुन्छ। म चाहिँ त्यस घोडाभन्दा अलिकति अगाडि नै हिँडिरहेको छु। जस अहिलेसम्म चाहिँ मलाई ठिकै लागिरहेछ बाटो। तल फर्स्टतिर चाहिँ अब देखाउन सकिएन, त्यहाँनिर अलिकति जस त्यहाँतिर चाहिँ बाटो बन्दै रहेछ, बिचतिर चाहिँ बनाएर रहेछ। सो अझै अब यस्तै बाटो हुँदै मुरमा टप भन्ने ठाउँमा चाहिँ पुग्न अब कति टाइम लाग्छ होइन। त्यस पछाडि म हजुरहरूलाई मुरमा टपबाट देखाउने छु। अहिले चाहिँ बाटोको अवस्था पनि यस्तो छ मित्रहरू, देख्न सक्नुहुन्छ। मेरो यो पछाडि रहेको गुराँस अनि सल्लाहहरूको रुख देखिरहनु भयो होला। हेर्नुहोस् साथीहरू, बाटो यस्तो हुँदै जानुपर्ने रहेछ, हेर्न सक्नुहुन्छ। सल्लाहको रुख यो चाहिँ
बाटो यस्तो छ है मित्रहरू। अलिक बोर्ड चाहिँ राख्नु त राखिदिनु भएको रहेछ, तर यस्तो सिमेन्टको बोर्ड अलिक मलाई यो चाहिँ अलिक ठिक लागेन क्या। यो चाहिँ जस्तै कि अब हजुरहरूलाई यो कसँग लेखेर नि लेखिन्छ नि, त्यो लेखेर चाहिँ झट्टसँगले त्यो वेहरू देखाइयो भने चाहिँ जस राम्रो हुन्छ जस्तो लाग्यो। यो चाहिँ अब के आउने हो कि सफा गरेर भन्दा ठिकै होला होइन कि अब यो यस्तो तरिकाले को हुनु पर्यो क्या। यस्तो तरिकाले यहाँ देख्नुभएको छ नि, वे टु मुर्बा टप रारा इको के भन्छ रेस्ट टाइम 30 मिनट्स भनेर देखाइरहनु भएको छ है। अब ठिकै छ, हिँड्दै जाउँ कहाँसम्म पुगिन्छ है। अनि अब केही समयपछि भेटौँला गाई। ल है दाइ पनि आइसक्नु भयो। ल कस्तो लागिरहेछ दाइ घोडाको हिँडाइ? यता उभो ल हो र यार तपाईँहरू त यार यस्तो ठाउँमा आएर नै हो र। अनि हजुर त आफ्नै तरिका हिँड्नु भएको, म त लखेट त हिँडिरहेको छु नि फेरि। हो तर मलाई त क्या मजा लागिरहेछ अरे। कस्तो ठिकै छ, बाटो पनि होइन बाटो अप्ठ्यारो भएको भए त ठिकै थियो होइन, तर पनि लास्ट ठिक रहेछ है। मलाई त बाटो राम्रो छ, बाटो त एकदम ठिक छ, हिँड्नको लागि त एकदम बाटो छ, हिँड्नु नसक्ने गाह्रो छ। ठिकै छ, हिँड्न नसक्ने बेला यो हाम्रो दाइ जस्तो। ल है दाइ हिँडाउनु पर्यो ल। हो दाइले अब पहिलाको हो दाइ अब पहिला घोडाले हिँडाएको अनुभव चढेको अनुभव अब यहाँ अब उकाली। तर बाटो त ठिकै रहेछ, बाटो त ठिकै रहेछ क्या। यो पछि खैर आए त हिँड्छ मात्र। तर त्यो अब सिडी बनायो भने त फेरि घोडाको लागि नेपाली खानेर बस्ने गर्छ नि, त्यही भएर चाहिँ हिँड्न सक्दैन। हिँड्नु त हिँड्छ नि, युवाहरू हिँड्छ नि। तर यो त मलाई सजिलै रहेछ। म त्यो पहिला सिन्धुपाल्चोकमा रहेको त्यो घोडा चलाउने मान्छे थाकिरहेको छु। कामाको ट्रेक पनि म योभन्दा डेन्जर क्या, यस्तो उकालो हिँडेको छु फिलै नहुने क्या। म पनि धेरै ठाउँ गएको छु, तर अहिले तराई बसेको तर खानै बस्ने गरेको 1 वर्ष भयो। कहाँ हुन्छ हामी पनि त्यस्तै त खानै बस्ने सोलो हिँडेर हुन्छ, उसलाई लखेट चाहिँ दौडिरहेको छ। त्यो गरेर मेरो चाहिँ होस् स्लो हाइकिङ हो, अट्ट लगाएर है। घोडा लरक मित्रहरू, यी भेडाहरू हेर्नुहोस् चट्ट लगाएर है चरिरहेछ। यस्तो बबाल ठाउँ, ओ माई गड। अनि तल हेर्नुहोस् रारा को भ्यू, ओ यो हो नि त स्वर्ग भनेको हो। ल दाइ पनि आइपुग्नु भयो। राणाको ट्रप ए क्या
क्या मजा ल है मित्रहरू लगभग हिँडै पनि घोडा भइरहेछ मेरो पछाडि देखिरहनु होला के हो गेस गर्नुहोस् र कमेन्ट गर्नुहोस् गाइज मेरो ब्याकग्राउन्डमा देख्नु भएको फाइनली त्यही कुरा चाहिँ त्यही भन्दा माथि डाँडाबाट चाहिँ टपबाट चाहिँ त्यही भ्यू हेर्नुको लागि हो क्या हिँडिरहेछौँ हिँडाइ कडा भइरहेछ दाइ पछाडि घोडामा अहिले घोडालाई सेकेन्ड बनाइदिइरहेको छु मैले ओ माई गड ओ ल मेरो चाहिँ यस्तो बाटो छ नि यो मेरो ब्याकग्राउन्डमा पनि देखिरहनु होला तर कुहिरो लाग्ने खुल्ने भइरहेछ त्यही भएर अलिकति फाल्टे अनुभव भइरहेछ नभए यस्तो क्लियर देख्नु भने वाउ वाउ मित्रहरू कस्तो देखिरहेछ कमेन्ट गर्नु नभुल्नु होला कुन स्वर्गकी परी हौ तिमी ओहो एउटा म स्वर्गको टुक्राको टुप्पोमा छु ल ल मित्रहरू मित्रहरू हेर्नुहोस् हेर्नुहोस् त यो हो नि त यार यो हो बाटो यता छ तर म मेरो चाहिँ फाल्टै बाटो हुँदै आएको ए हेर्नुहोस् बाटो यता घोडा मान्छेको लागि तर म यस्तो बाटो यस दाइ पछाडि हेर्नु घोडामा दाइको फेरि फाल्टै इन्जोय गरेर आइरहनु भएको छ ए ल करिब करिब अब हामी टपमा पुग्न लाग्यौँ होला जस्तो लागिरहेछ ल त्यहाँबाट भेटौँ ल ल है फाइनल्ली मित्रहरू टप पोइन्टमा मुरमा गाउँको टप पोइन्टमा आयो लगभग एक घन्टा होइन नि एक घन्टा 10 मिनटमा एक घन्टा 10 मिनटमा ल यस फाइनली यस टप पोइन्टमा ओ माई गड यार म त यति म त केही जस्तो लाग्दैन कि यतिको उयो त उकालो त केनिर छ र टाढा छ नि धेरै हजुर सर्ट आउनुभयो हामी लङ आयो झन् मैले लखेर हजुरलाई भेटाउनुलाई ल हेर्नुहोस् है टप पोइन्टबाट टप भ्यू राणाको हेर्नु न हेर्नु न सबै त कालो नै कालो भयो कस्तो खत्तम भयो यो टप हेर्नु त ल है टप पोइन्टबाट हेर्नुहोस् त अलिकति कुहिरो लागेर कस्तो देखेन क्या ए यो बिचको चाहिँ हजुरको यो बोट है ए बोट वारपार गरिरहेछ करिब बोटलाई पनि वारपार गर्न 45 मिनट लाग्छ अरे 16 किलोमिटर वरिपरि 16 किलोमिटर छ अरे हजुरको हेर्नुहोस् त क्या छ तर वेदरले लास्टै खत्तम बनायो क्या हेर्नु त कस्तो हिमालहरू देखिनुपर्ने पोइन्टहरू हो यहाँतिर सब हिमाल देखिन्छ अरे तर कस्तो वेदरले कस्तो बर्बाद भने नि यस्तो
कस्तो यार हेर्नुहोस् मित्रहरू हजुरहरूले क्यामेराबाट त कतिको त्यति राम्रो भ्यू पछाडिको पोइन्टहरू देख्नु भएको छैन होला रै पनि जस आँखाले चाहिँ अब क्लियरली देखिरहेछ यो अझ कुहिरो सिरो नहुनु भने हजुरको यस्तो क्लियर देखिँदो रहेछ कि मुरा टपबाट चाहिँ हजुरको राराको चाहिँ फुल देखिँदो रहेछ क्या तर कुहिरोले सो ब्याड यार र पनि अब एकछिन वेट गर्नुहोस् हामी एकछिन वेट गर्नेछौँ वेट गर्नुहोस् ल यो त लभ साइन सक्यो त्यही त अलिकति यो कुहिरोले कस्तो यो गरेको क्या तर यो कुहिरो यो बेलुका पानी परेपछि त खुल्नु त पर्ने ल ठिक छ मित्र एकछिनपछि भेटौँ ल हाम्रो दाइले चाहिँ राराको पोइन्टहरू यस्तो हेर्दै हुनुहुन्छ दूरबिनबाट दाइ कस्तो देखिरहेछ रारा दामी हाम्रो दाइले हेरिरहनु भएको छ हेर्नुहोस् ल यो राराको पोइन्ट तर धुम्मिएर त्यति साह्रो यो देखिएको छैन होला अहिले खुलेपछि चाहिँ बबालले हेर्नुपर्छ है ओ खोल छिटो खोल्ने हो यहाँको लोकल हो कि लोकल यो औषधि हुन्छ यतातिर यो लोकल चाहिँ किन्न पाइन्छ होला है त्यसले पाउँछ र अरू उता चाहिँ पाउँदैन के को यो चिया के को यो भुडे मात्रै हुन्छ यतिरको हुन्छ स्पेसल भुडे मात्रै हुन्छ यतातिरको नक्कल हो कि यति बवाल हुन्छ पुरै जोडिदिनु जडीबुटी हो एउटै जडीबुटी नि 3-4वटा मिसा हुन्छ यस्तो ज्याङको मिठो हुन्छ लग्नु पर्यो थोरै बाबालाई हुन्छ हुन्छ ल्याउँ न ल्याउँ यहीँ राखिदिनु न कति सामान चाहिँ होइन त्यो त्यस्तो अर्को छ उतातिर पाउने चियापत्तीहरूको यता पनि अर्कै हिमाली चिया तातोमा चाहिँ आफै घुमाउनलाई सुखी हुन्छ चिसोमा जाम हुँदो रहेछ कि नचला धेरै भयो चलायो दाम हालिदिन्छ त्यही धेरै चलाइँदैन नि त आजकल अब तल भयो जङ्गलमा हेर्ने यहाँ त के घर घरबाट के हेर्ने यो त नुन फिका त्यतिकै खानु मिठो होला है त चिनी नुन चाहिँ हालेर यहाँ चाहिँ नुन यो नुन चिनी त्यो चाहिँ राम्रो लाग्छ चिनी चाहिँ नुन हालेर यहाँतिरको चिनी के नुन मन पराउँदैन ल है मित्रहरू हिमाली चिया त्योसँग खाँदै सो राराको भ्यू हेर्दै गरेको खै हिमाल चाहिँ के देखेन यता त्यहाँ कस्तो कुहिरो लगाएर अलिकति मात्रै यता भर्खर हल्का हल्का त उग्रिन्छ जस्तो खोज्छ फेरि उताल फेरि कुहिरो उठ्यो क्या यो घाम लाग्नु पर्ने रहेछ क्या लास्टै झोर भयो हेर्नुहोस् त फेरि यताको चाहिँ फेरि दामी उग्रियो क्या यतातिर चाहिँ फेरि त्यो जुन पोखरीतिर चाहिँ उग्रेन देख्नुहुन्छ भ्यू ल हेर्नुहोस् यो चाहिँ अब यहाँनिर चाहिँ यो टेलिकमको रहेछ यहाँ टावर मात्रै तर नेटवर्क चाहिँ नचल्ने रहेछ अहिले यसलाई पछि चाहिँ बनाउने हुने कुरा सुन्यो यहाँनिर एउटा सानो एउटा त्यस चिया चाहिँ यताउति रहेछ त्यस हिमाली चिया चट्ट लगाएर हिमाली चिया खाइयो खाइरहेछ ए देख्न सक्नुहुन्छ माथि यो चाहिँ मुरमा टप है मित्रहरू यहाँ तल चाहिँ ल है फाइनल्ली मित्रहरू अब चाहिँ यो तालको सब मौसम पनि खुलेर अहिले चाहिँ यस्तो देखिरहेछ कि मित्रहरू देख्न सक्नुहुन्छ हेर्नुहोस् त माथि टपबाट हेर्नुहोस् त है ल टप भ्यू हेर्नुहोस् त है रारा यहाँदेखि कत्रो छ भन्ने कुरा चाहिँ अनि चाहिँ हजुरहरूले थाहा पाउनु हुने रहेछ क्या हेर्नुहोस् त यो सब एरिया यो एरिया चाहिँ हजुरको हेर्नुहोस्
मेरो ब्याकग्राउन्डमा पनि देखिरहनु भयो होला कस्तो छ हेर्नुहोस् ल भित्रहरू हेर्नुहोस् ल अहिले चाहिँ यस्तो खुल्या थियो कि अघि हजुरहरूलाई देखाउँदाखेरि पछाडि त कुहिरो लागेको देख्नु भएको थियो होला होइन ल अहिले हेर्नुहोस् त मित्रहरू कस्तो छ ओ यो हो नि त यार ल कस्तो लाग्यो मित्रहरू हेरेर कमेन्ट गर्नु होला ल है साथीहरू मुडमा टप पनि आएर चाहिँ अब हामी फर्किने क्रममा छौँ होइन अब बाटोको अवस्था अब यस्तै हो होइन ए अब यस्तो तरिकाले अब हामी फर्किँदैछौँ यो के हो चिन्नुहुन्छ मित्रहरू यो के हो चिन्नुहुने मान्छेहरूले कमेन्ट गर्नुहोस् बुझ्नुभयो नि ल मेरो ए पछाडि त यो ठाउँ त छोडेरै नजानु जस्तो तर के गर्नु यहाँ बसेर मात्रै नहुने ठिकै छ अब यहाँ दाइहरू अगाडि गइरहनु भएको छ ए म चाहिँ पछाडि छु भिडियो छिटो खिच्दै यसो गइरहेको छु ओहो त्यो ताल हेर्नुहोस् न कस्तो छ त्यो ताल हेर्नुहोस् त ओहो हेर्नुहोस् ल कसैलाई इन्जोय गर्नुभयो नि तालको अब यस्तै हो होइन यो चाहिँ यहाँनिर सिउरिनु पर्यो यार चस्माले दिँदैन क्या फेरि यो बुके फुललाई चाहिँ यस्तो गर्नुपर्छ ए म त केही पर्दैन म त एकदम म त तल उयोसम्म पुग्छु सल्लेरीसम्म इज्जी पुग्छु अहिले पनि कस्तो देखिया छ मलाई बुके फुल लगाएर मलाई कस्तो सुहाएको छ ल साथीहरू अगाडि गइरहनु भएको छ दाइहरू एउटा चाहिँ दाइ एकजना चाहिँ हाम्रो घोडाको दाइ अनि अर्को चाहिँ हामीले जो तल होटलमा हामीले भेटाएको थियौँ साथी उहाँ पनि अब एक्लै रहेछ क्या स्लो रहेछ क्या उहाँ साथी चाहिँ एकदम स्लो के भन्छ स्लो सब एक्लै क्या ऊ अब धेरै ठाउँ लगभग अहिले ऊ लगभग 13-14 दिन भएर एक्लै हिँडेर मेरोको अरू कता फर्चुनर यता दायाँ कता कता पो गएर हिजो यहाँ आइपुगेको भन्दै हुन्थ्यो त्यो भएर लगभग साथीलाई पनि भेटेको छ अनि हामी अब फर्किरहेछौँ ल इन्जोय गर्दै गर्नुहोस् मित्रहरू फलो मी ए मलाई फलो नगर्ने ल फलो गर्नुहोस् हेर्दै गर्नुहोस् अनि साथी मित्रहरूलाई यो एउटा यो सट्ट निस्किरहेछ नि त्यो चाहिँ यो निकास है पानी निस्किने निकास है यो मित्रहरू कस्तो छ ल हेर्नुहोस् ओहो कुहिरो बादल हेर्नुहोस् त बादल मुनि हेरिरौँ नि ल साथीहरू हेर्नुहोस् मारमा गाउँ यत्रो रहेछ यो मारमा गाउँ चाहिँ मारमा गाउँ गन्टेमुला यो त कान्टेमुला चाहिँ हुँदैन तितेपाती छ ढिल्लैभरि ल यो चाहिँ के हो बाजे चङ्गा यो के हो के को डोरी के को बिछ्याउने लिउ बनाउने के को लागि उनको ए
अनि कुनले लियो भने बिक्री गर्ने नलियो भने आबो छुने अनि यो के गर्ने यसो उनको यो उनको अनि बाटो बाटो बनाउँदै हिँड्नुहुन्छ त नि किन पाठ चराउँछौँ ए ए उसलाई गोठा लगाएर जङ्गलमा गइहाल्छ त्यसो गरेर नि ए अनि एउटा मात्रै छ तपाईँको अरू पनि बगालो छन् ल यो भेडाको यो अब यसको के बनाउनु त्यो यो लिउ कलर मिलाउनु पर्छ रातो कालो सेतो राडीको लागि हो राडी पनि अर्को यो चाहिँ के ए हाम्रोतिर त राडी के हुन्छ राडी राडी पनि हामी राडी पनि बनाउनुहुन्छ यसरी बनाउने हो राडी पनि यस्तै डोरीको होइन यो डोरी चाहिँ नि यो निकालेको राडी पनि बुनिन्छ लिउ पनि बुनिन्छ भेडा भेडा टन्नै पाल्नु भएको छ क्या हो ए कतिवटा छन् यो 50-60 50-60 पाखा छन् यो पोखरा चल्यो कि हुने नसक्ने भएर यो यो मारमा गाउँ होइन त यो मुरमा गाउँ ए मुरमा मुरमा ए ल मुरमा भन्नलाई मुरमा नआए पनि टप बुने मुरमा टप बुनेपछि मुरमा भइगयो कसो यो मुरमा चाहिँ कसरी चाहिँ यो खास चाहिँ हजुरहरूले कसरी राख्नुभयो मुर्माको के हो त्यसको अर्थ चाहिँ के छ मुर्मालाई चाहिँ के हो मुर्मा चाहिँ कसरी राख्नुभएको तपाईँले यो हामीकै बासिन्दा हो कि तर मुर्मा चाहिँ कसरी राख्नुभयो नाम भन्नु खोजेको थर मुर्मा भनेको थर हामी रोकाउँ उचिलुङ्गे रोकाउँ ए तपाईँहरू रोकाए ल ठिक छ उचिलुङ्गे रोकाउँ तर मुरमा भनेर अब पहिले जिजुबाजेले मुरमा ए ल यहाँ मुरमा पोरी साब्रो केही त त्यो भाषा केही त्यसको त्यही मिनिङ त होला नि त तपाईँ त्यसको केही अर्थ त होला जस पहिलाको बिजुवा जे होस् तपाईँहरूको भाषाबाट त यो नाम राख्नेको भएको त होइन नि ए ए ए त्यो भने त केही होला ल ल ल हुन्छ हुन्छ बा ल ल ल राम्रोसँग हेर्नुहोस् ल ल ल ए मुरमा चाहिँ रहेछ है यो मुरमा चाहिँ गाउँ रहेछ है मित्रहरू अघि गलत प्रोनाउन्सिएसन गरिएछ ल हेर्नुहोस् गाउँ ल लेख्नुहोस् अनि यही हो अब यही गाउँबाट नै अब हजुरको यो मुरमा गाउँबाट नै माथि नै मुरमा टप भनेर रहेछ क्या माथि राराको त्यहाँबाट टप देखिहाल्नु होला मित्रहरू होइन ल ल यो आउँदैछ ल यो पनि आउँदैछ अझै तितेपाती चाहिँ टन्नै ल खै यो त के औषधि बनाएर ल ल एकचोटि हेर्नुहोस् मुरमा गाउँ चट्ट लगाएर हेर्नुहोस् त मुरमा गाउँ सबै हरियो 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 मुरमा गाउँ ल कस्तो लाग्यो हेर्नुहोस् त भटमास त्यो त होइन ल भटमास त ल मुरमा यो पर चाहिँ स्कुल है यो चाहिँ स्कुल यहाँ गाउँको स्कुल जुन चाहिँ 10 सम्म छ भने हुन्थ्यो ल हेर्नुहोस् त ए ल गाउँ हेर्नुभयो नि ए उता चाहिँ सब हजुरको जङ्गलै जङ्गल है त्यो उकालो हुँदै हामी आएको आएका हुन् के हो नानीहरूलाई पैसा चाहियो अरे ल ल सबैजनाले चक्लेट खानुहोस् ल ल ल ल कसो कसो नानु ओहो ल ल चक्लेट किनेर बाँडेर खानु है है हुन्छ नि ल नानीले त हेर्छ ओहो के पायो त नानीले के पायो ल हाई गरिदिएको खै हेलो गरिदिएको खै ल के हो हजुरको नाम के हो नाम के हो यो दिनु
आउँछ चलाउन आउँछ यो त चक्लेट होइन नि त नि के हो यो के हो यो के हो अरे मोबाइल अब पछि चलाउने हस् ठुलो भएर ल अहिले तिमीलाई अहिले चक्लेट भने अब त्यसले अब चक्लेट खानेछ है ल हस् भनेको खै हस् ल बाई 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 बच्चाहरूलाई सबै रहेछ बच्चाहरू चक्लेट भनेपछि खुसी अरू केही पनि नचाहिने हो यता आउँदै सुसो बाटो ल यहाँ त के छ यहाँ त केही घोडासोडा के राख्ने होला बाटो यस्तो छ मुरमा गाउँको टोक्दैन अघि म त यही बाटो आएको आउनु चाहिँ यहाँ पनि हेर्दा आमामा कुकुरले समेत यहाँनिर मार्सी चामलको भात खान्छ हेर्नुहोस् ल अनि ल त्यो लाग्यो ल यसै यहाँनिर मुरमा गाउँ बाटो यतै हुने होइन ल अहिले चाहिँ बाटो यस्तो थियो देखाउन पाइएन अहिले चाहिँ अब हेर्नुहोस् ल ल पनि हेर्नुहोस् है मुरमा चाहिँ रहेछ नि मुरमा पैँतालिस हजार होइन अनि मान्छेलाई हेर्नु त आमा 1500 कमाउनु कम छ तर अब ठिकै हो यस्तो ठाउँमा त ए रहेछ अनि कमाउने रहेछ नि ल माथि मुरमा गाउँको हाम्रो सानो नानीहरू नमस्ते गुड चक्लेट छैन नमस्ते ल ल ल हो बिस्तारो उसलाई दिनुहोस् सानो दिनु दादालाई पनि दिनेछ है नबाज्ने है नबाज्ने ल बच्चाहरू प्राय हो त्यो त पछि चाहिँ के गर्नु चेन्ज पैसा छैन चेन्ज पैसा छैन उता भयो तिनीहरू सबैले गरेर पुण्य हुन्छ ल ल यो चाहिँ अर्ग्यानिक यो त सब रहेछ है सबै ल यो गान्जा हो गान्जा आउनुहोस् है मित्रहरू सुट्टा त्यो चाहिँ गर्नुपर्ने हो होइन नि यो त यसलाई चाहिँ लिगल हुनुपर्ने क्या त्यस्तो बनाउँदैन योबाट दाना निकाल्छ दाना चटनी खाने बनाउँछ क्या हेर्नु सबै हेर्नु तलसम्म हेर्नु पुरै हेर्नु यो त सब यो त हेर्नु पुरै यो यही टाइम हो यो त के यो सबै खेती हो कि के हो खेती हो यो दाना दाना निकाल्छ बाट चटनी खान्छ त हिजो हामीले तल खाएको थियौँ नि अब गेस्टहरू आएपछि आफै काटेर लगिहाल्छन् खाने मन भएपछि हामीहरूले चाहिँ उयो दानाको लागि हो अर्को बनाउनु चाहिँ अर्को बाटो गरेर भन्छ क्या यो बाटो त्यति राम्रो बन्दैन सानो बोट हुन्छ नि आफै फलेको ल है ल मित्रहरू ल मुरमा गाउँ मुनिबाट हेर्नुहोस्
अघि माथिबाट हेर्नुभयो ल मुनिबाट हेर्नुहोस् मुर्मा गाउँ ल मुर्मा गाउँ है मित्रहरू कस्तो लाग्यो मुर्मा गाउँ ल है मित्रहरू मुर्मा गाउँ पनि अब काटिँदै हिँड्दै जाँदैछौँ हामी देउडा गाइदिनु देउडा देउडा ल अङ्कलको देउडा सुन्नु है अन्तर गण्डकी पूर्व मेची पश्चिम काली गण्डकी पिटाउ बण्डकी तिनै भाइ बस्याका ठौर पिटाउ बण्डकी माथि पर्यो टप तल पर्यो माथि पर्यो टप हेर्न आउँछन् सब स्वदेशी विदेशी पाहुना हेर्न आउँछन् सब भयो कि भएन माथि पर्यो टप तल पर्यो हेर्न आउँछन् सब स्वदेशी विदेशी पाहुना हेर्न आउँछन् सब वरिपरि धुपी बाजा पर्यो ताल वरिपरि धुपी भेटे असल लुपी आइको दिन त राम्रो दामी देउडा दामी देउडा हो भयो नि भएन यति मात्रै होइन अझै गाउनु पर्यो नि यतिले पुग्दैन नि अझै राम्रो गाउनु तपाईँ त खतरा अन्त देउडा तपाईँ खतरा गाउनु पर्छ नि त नि सिकेर जानु पर्यो आज ल देउडा ल दिनदिनैको पाउनु बिन जुसालीका खर्क दिनदिनैको पाउनु राधा ताल रमाइलो माने फेरि फर्की आउनु राधा ताल रमाइलो माने फेरि फर्की आउनु भयो नि त मिल्यो नि दुई भाइको मिलिहाल्छ नि अनि खतरा नि हाम्रो कस्तो लाग्यो हाम्रो दाइको देउडा कस्तो लाग्यो दाइ अङ्कलको पछि नि यता 1 महिना बस्यो भने त सिकिहाल्नुहुन्छ यस्तै त अनि ल फाइनली गाइस अझै हामी मुर्मा टपबाट भने मुर्मा गाउँ हुँदै ताल हेऱ्यो अनि हेर्दै आयो होइन हजुरहरूलाई कस्तो लाग्यो अझै हामी चाहिँ अब हामी बसेको रिसोर्टमा चाहिँ आइपुग्यौँ ल हामी सबै घोडामा अघि यसमा गयौँ है टक्क चाहिँ हामी बसेर चाहिँ रिसोर्ट यही हो यस्तै हो ल घोडालाई पनि अब धन्यवाद माथिसम्म पुऱ्याइदियो होइन ल तिमीलाई मैले दाना पानी ल दाना पानी ल मित्रहरू अब हामी चाहिँ यही हो अब होमस्टेमा अब हामी यहीँ बसेका थियौँ यहाँनिर आयो होइन हजुरलाई अब ल अब हामी तपाईँहरूलाई अब भिडियो मेरो भ्लग कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला लाइक गर्नु होला सब्सक्राइब गर्नु होला अनि सेयर गर्नु होला हस् बाई बाई